के हो यो संसारमा म एक्लै छु क्या हो भ्युज पनि एउटा मात्रै आउँछ त अनि के हो काण्ड हालिदिनु पर्छ क्या नि भ्युज चढ्ने आउँछ कि काम यस्तो भइरहेको कि ठग्ने टाइम लस गर्ने के हो यार जिन्दगीमा सोचेर मात्रै जान्छ क्या जिन्दगी कामै छैन जिन्दगी बेकार छ के लाग्छ तिमीहरूलाई के लाग्छ जिन्दगी सजिलो छ छैन विदेश आयो ऋण तिर्नको हतार ऋण सकियो घर जानको हतार यस्तै भइरहेको सबैको विदेशमा आएर एउटा राम्रो कमाउँछु एउटा राम्रो वातावरण बनाउँछु भन्ने त छैन साउ पनि कतिलो हुनुपर्दो रहेछ कि हाम्रो जस्तो साउ कामै नलाग्ने 1 रुपियाँ दिनलाई नाकबाट सिगार आउँछ काम भने कति हो कति ठिक छैन जिन्दगी ठिक छैन नेपालको दुःख हेरेर विदेश आइयो विदेशको दुःख हेरेर अब घर जानु मन लाग्छ यही हो जिन्दगीको इम्पोर्टेन्ट पार्ट